यहाँ चाहिँ मेरो बारी यहाँ यो अलैँची बारी हो। यसो पानी चल्दैछ, स्प्रिङ्कल त्यहाँ यसो घुम्दैछ है। बारी अलिक देखिँदैन पनि छ, हो ट्याक्कै यो स्प्रिङ्कल चल्दैछ। म यसो गाउँ घुम्नलाई शनिबार यसो आएको थिएँ गाउँतिर, अनि यहाँ बारी पनि घुमेर यसो यो लिची हो, लिची बगान। तर यहाँ चुनाव पनि नजिकिँदैछ, चुनावको माहौल पनि यसो बुझ्दै आउँदाखेरिको खण्डमा चाहिँ के रहेछ त गाउँतिर भन्दा मान्छेलाई सोद्धाखेरि, अब भिडियो चाहिँ मैले गरिनँ मान्छेहरूको है, सोद्धाखेरिको खण्डमा चाहिँ मान्छेले यसपालि माटोमा भोट दिनुपर्छ भन्ने खालको मान्छेको दिमागमा अलिकति नयाँ सोच आइसकेको मैले पाएँ। हुन पनि हो, मैले यसो सोच्दाखेरि हुन पनि हो। प्रतिनिधिको चुनाव त भयो यो 2082 फागुन 21 गते हुने गइरहेको चुनाव चाहिँ प्रतिनिधि सभाको चुनाव। प्रतिनिधिको चुनाव चाहिँ अब गराइसकेपछि के त भने त्यही प्रतिनिधिहरूले चाहिँ एउटा देशको नेतृत्व छान्ने हो। त्यो भएकोले गर्दाखेरि गाउँबाट पनि प्रतिनिधि कस्तो पठाउने भन्नेमा भर पर्छ। प्रतिनिधि असल पठाइयो भने माथि पनि देशको नेतृत्व पनि असल प्रतिनिधिले असल नेतृत्व छान्छ भन्ने हामीलाई बुझाइ हो। त्यो भएकोले गर्दाखेरि गाउँमा पनि केही मान्छेहरूको सोच परिवर्तन भएको देख्दा मलाई खुसी पनि लागेको छ, माटोमय भएको छ। अब काण्डले मुसिएको मान्छेहरूको पार्टीको चाहिँ गाउँबाट पनि प्रतिनिधि पठाइयो भने फेरि त्यही हो, विगतमा काण्डले मुसिएका नै प्रधानमन्त्री बन्ने हो। त्यो भएकोले गर्दाखेरि तलै लेभलबाट असल प्रतिनिधि छानेर चाहिँ हामीले पठायौँ भने केन्द्रमा पनि असल देशको एउटा नेतृत्व हुन्छ भन्ने हाम्रो बुझाइ हो। त्यो भएकोले गर्दाखेरि मैले गाउँमा पनि यस्तै खालको प्रतिक्रियाहरू पाएँ, बुझेँ। मलाई सानो मेरो कुरा राख्न मन लागेर एउटा भिडियो बनाएर मैले हालेको छु है। कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट पाऊँ।